आदरणीय साथी ल मेरो हाम्रो साथीहरू यहाँ जङ्गलमा कटरेको जङ्गलमा चाहिँ आज क्याम्प ल्याएर बसेको क्याम्प देखाइदिनुहोस् न हजुरले मेरो भाइ त क्याम्प देखाइदिनु न अनि यस्तो छ आज साथीको ब्रेक खाजा चाम्रे बनाउनु भएको थियो आज चाम्रेले उब्रेको छ म चाहिँ भर्खरै बिहान 4:30 उठेको हिँडेको गेमबाट अनि आज खानेपानी हाम्रो साथीहरू कहाँ छन् कहाँ आइपुगे भनेर अचानक म हेर्न आइपुगेको कटरेको चारकोसे जङ्गलमा यी दाल फुल उम्रिरहेको छ अब अगाडि गएर फेरि पनि हाल्छु अनि खान्छु त्यहाँदेखि जान्छु भाइहरूलाई पुनः खोलामा भेट्न जान्छु अनि फर्किन्छु म साग पनि खानु काँचो सब्जी के हो तपाईँको यही हो आज सब्जी यही हो दिउँसोको लागि होइन ए बा म सकिदिन्छु सक्छु भनेर नि ओभर भोक लागेको छ चिनी आज ग्रिन टी खानु पाएन टेन्सन तनावले त भन्नु भयो ल हल्का साग त काच्याम भएन अनि 72 यहाँ चाहिँ किडलीमा चाहिँ के हो कटरेको त्यो भिर 400 मिटरको टुचन छ भिरमा त्यहाँ टुचन ल्याएको छ भिरमा पनि माछा अलिक माछा ल्याएको छ नि योपालि चाहिँ अबको भोलि शनिबार श्रमबार हो भोलि पनि हाम्रो बृहत श्रमदान हुनेछ मेयर साहबले ग्रिन टीमा हामी भेटेर मिडिया मार्फत श्रमदानको लागि आह्वान गरिसक्नुभयो र म पनि नेतृत्वको साथमा श्रम गरिरहेको छु त्यो भएर तपाईँलाई पनि सम्पूर्ण साथीहरूलाई भोलि शनिबार श्रमबार शुक्रबार आज सुधारबार हाम्रो 4 बजे आज हाम्रो मङ्गलबारे चोकमा हाम्रो चाहिँ लागु औषध दुर्व्यसन विरुद्धको सचेतना अभियान छ साथीहरू सबै आइदिनु होला र बिहिबार सफाबार हामीले प्रत्येक बिहिबार हामीले धरानमा चाहिँ प्रत्येक गल्लीहरू रोडहरू चोकहरू सफा गरेका छौँ त्यसै गरी मङ्गलबार हाम्रो जनमतबार धेरै डेहरू छ सम्पूर्ण साथीहरूलाई चाहिँ भोलि शनिबार चाहिँ आउनु होला सजिलो छ पटनाली र हाम्रो खोरिया बस्तीको बिचमा हुनेछ भोलि चाहिँ हामी धरान ग्रिन टीबाट 7:30 बजे फेरि हामी श्रमदानको लागि मुभ हुन्छौँ साथीहरू थ्याङ्क यू नमस्ते सेवा र होस्